नमस्कार सबैजनालाई। आउनुहोस् आज म अन्डा करी बनाउँदैछु। यो तरिका सिकाउँ है त। मैले अन्डा र आलु चाहिँ बोइल गरिसकेको छु अनि मैले त्यसको लागि त्यो सेलाउन राखिदिएको छु। त्यतिखेरसम्म म मसला पिन्छु। मसलामा चाहिँ मैले जिरा, धनियाँ, ल्वाङ, सुकमेल सबै राख्छु। अदुवा, लसुन सबै राखेर त्यसपछि म प्याज काट्छु। प्याज मैले ठुल्ठुलो 3वटा लिएको छु। त्यसलाई काटिसकेपछि मैले कराईमा भाँडा बसाउँछु र तेल तताउँछु। तेल थोरै उसिलाएर मैले फेरि थोरै थपेको छु। त्यसपछि म अन्डा फ्राई गर्छु। मैले आवश्यक घरमा कतिजना हुन्छ त्यो अनुसार लिएको छु। हजुरहरूले आवश्यक अनुसार लिन सक्नुहुन्छ। अन्डा फ्राई भएपछि त्यसपछि मैले त्यसमा मेथी राख्छु, प्याज राख्छु। त्यसपछि त्यसलाई एकछिन मजाले भुट्छु। भुटिसकेपछि फेरि मैले त्यसमा आलु राख्छु। अघि उसिनेर राखेको आलु राख्छु। आलुलाई पनि एकछिन मजाले भुट्छु। मजाले यसरी म्यास गर्दै भुट्दै गर्छु। यसरी भुटिसकेपछि म टमाटर काट्छु। टमाटर अमिलो धेरै भुन्नु भएको है। टमाटर चाहिँ मैले एउटा मात्र राखेको छु। त्यसपछि म त्यसमा अघि पिनेको मसला राख्छु अनि अघि काटेको टमाटर पनि राख्छु। त्यसपछि म यो टमाटर गल्दासम्म मजाले पकाउँछु। त्यसपछि म बेसार राख्छु अनि स्वादअनुसार नुन राख्छु। त्यसपछि त्यसलाई चलाएर म मजाले पकाउँछु। यसरी छोड्दियो भने मजाले पाक्छ। त्यसपछि म थोरै पानी राख्दै पकाउँदै गर्छु। यसरी पाक्दै गएपछि कतिको आवश्यक पर्छ हजुरहरूलाई त्यसपछि मैले अघिको गरेको अन्डा पनि राख्छु। अघि फ्राई गरेको अन्डा पनि राख्छु। हजुरहरूलाई कतिको झोल आवश्यक पर्छ त्यो अनुसारले थप्न, घटाउन, बढाउन सक्नुहुन्छ। मजाले तरकारी जस्तो भएपछि मैले झोल बनाउनु भएको भएर मैले चाहिँ पानी थपेको छु। यसरी हाम्रो अन्डा करी रेडी हुन्छ। थ्याङ्क यू सो मच।